मेन इन्ट्रान्सबाट चाहिँ छिरेपछि तपाईँको चाहिँ यस्तो खालको छ क्या एकदम त्यो सोच्दै नसोचेको खालको दृश्य तपाईँले देख्नुहुन्छ हेर्नु नि एउटा कुनै फिल्मको सुटिङ गर्नको लागि बनाएको सेटभन्दा कम छैन है यस्तो ब्युटिफुल छ है हेर्नुहोस् त। अनि यसरी तपाईँलाई स्पेसल पनि बनाइदिएको छ रेड कार्पेट जस्तो तछाएर एउटा कन्सेप्ट त हो होइन। ब्युटिफुल छ क्या हेर्नु चेयरहरू पनि सबै पुरानो पुरानो खालको है एकदमै ब्युटिफुल है। अनि सानो सानो कम्पार्टमेन्टहरू छ बस सबैमा सबैको आफ्नो रुमहरू सानो घर जस्तो बनाइदिएको छ हेर्नुहोस् न है। अनि यतापट्टि सिरकहरू चाहिएको खण्डमा 12 युरो समथिङ 50 सेन्ट कति बन्द रहेछ यो यसको खोलहरू सबै लिँदाखेरि चाहिँ। अनि यस्तो यस्तो राम्रो राम्रो तरिकाले हेर्नु न नेपालकै झझल्को देखाउने क्या देखिने है। अनि यो भित्र नै तपाईँको टेबल टेनिस छ भाइहरू खेलिरहेछ मजाले बिहान बेलुका जतिखेर खेल्दा नि हुन्छ क्या होइन। म तपाईँलाई यता देखाउँछु अनि अर्को यता चट्ट हेर्नु न यो क्याराभन जस्तो होइन पुरा यो गाडी नै ल्याएर यसरी राखिदिएको छ क्या यस्तो ब्युटिफुल्ली है। यहाँ चाहिँ हाम्रो गुरुङ समाजको कोषाध्यक्षको कपाल हाम्रो प्यारो जुना कुमारी दिदी र हाम्रो प्यारो सोल्टी बस्नुहुन्छ। अनि टिपिकल यस्तो दामी बनाइदिएको छ कि है। अनि यहाँ तपाईँलाई म एउटै देखाउँछु यसरी कम्फोर्टेबल चेयरहरूमा यसरी बसिदिएको छ बाबुहरू बसेर खेल्न मिल्छ है। इट्स ब्युटिफुल। धेरै धेरै धन्यवाद भाइ। जस हाम्रो आज यो लोसार के अरे यो क्याम्पिङको चाहिँ नि गुरुङ समाजको एउटा वार्षिक कार्यक्रम मध्येको एउटा क्याम्पिङ कार्यक्रममा चाहिँ नि आज यो दोस्रो दिन हो। दोस्रो दिन चाहिँ हाम्रो बारबिक्यू कार्यक्रम थियो। सायद योचोटि बारबिक्यू पनि मलाई लाग्छ एकदमै राम्रो भयो होला। यो सबै चिजहरू एकदम मिठो भयो। अघिको मकै पनि मिठो भएकै थियो। ल भाइहरूलाई पनि धेरै धेरै धन्यवाद आउनुभएको सबैलाई चाहिँ हामीले धन्यवाद र अरू हाम्रो समाजका परिवारलाई पनि धेरै धेरै धन्यवाद। तपाईँहरू अर्कोचोटि नछुटाउनु होला। हामी यो वार्षिक कार्यक्रम अनुसार यो चाहिँ चेलीबेटी भात खुवाइको चाहिँ कार्यक्रम अनुसार चाहिँ भएको कार्यक्रम हो यो। पहिला हामीले चाहिँ चेलीबेटी भात खुवाइ चाहिँ गर्थ्यौँ त्यसपछि हामीले बारबिक्यू गऱ्यौँ त्यसपछि यसलाई चाहिँ होइन यो बच्चाहरूको भ्याकेसन हुन्छ सबैको भ्याकेसन हुन्छ एक किसिमले चाहिँ केही दिन गुरुङहरू हामी बसेर चेलीबेटी भात खुवाइ पनि त्यहीँ गरौँ खाना खुवाइ पनि त्यहीँ गरौँ र सबै एकअर्काको बिचमा चिनापर्ची गरौँ राम्रोसँग चाहिँ चिनौँ भनेर चाहिँ हामीले यो कार्यक्रम आयोजना गरेको हो। अहिले अब अलिकति कमजोर चाहिँ देखिया छ तर यसको लागि म क्षमा प्रार्थी चाहन्छु। यद्यपि मलाई लाग्छ सम्पूर्ण यहाँ आउनुभएका हाम्रा गुरुङ परिवारहरू खुसी हुनुहुन्छ जस्तो लाग्छ भाइ। धन्यवाद है। ल हस् त। गुरुङ समाजको अध्यक्ष पनि हुनुहुन्छ हाम्रो यहाँ सोल्टी राजा हुनुहुन्छ। सोल्टी राजा कस्तो लागिरहेछ ल नमस्ते है नमस्ते आजको हाम्रो यो नर्मली चाहिँ हामीले हरेक साल चाहिँ कार्यक्रम गरिराखेको अब यो साल पनि हामीले त्यो निरन्तरता कन्टिन्यू गरिराखेको छौँ। अनि अर्को कुरा चाहिँ अब यो हामीले सधैँ यसरी नै इयरली हामीले गर्ने छौँ। अनि यो चाहिँ हाम्रो फ्यामिली ग्यादरिङ पनि हो। आफ्नो चाहिँ के अरे परिवारहरू एक आपसमा चिन्ने आफ्नो बच्चाहरू पनि अब हाम्रो नेक्स्ट जेनेरेसनलाई पनि हामीले सिकाउने उनीहरू एक आपसभित्र पनि चिनजानी गर्ने। अनि प्लस चाहिँ हाम्रो रिचमी खाना पनि यही क्याम्पिङ मार्फत नै गराउने हुनाले हामीले यसलाई चाहिँ हरेक साल चाहिँ जारी राख्नुपर्छ। अनि यो साल पनि एकदमै भयङ्कर मजा भइरहेछ इन्जोय होइन। यसरी नै चाहिँ हामीले गर्दै जानुपर्छ भन्ने मेरो चाहिँ राय छ। त्यही कारणले गर्दा एकदमै सक्सेसफुल अहिलेसम्म हामीले गरिरहेको हरेक साल चाहिँ एकदमै सक्सेसफुल भइरहेको छ। आज पनि एकदम रमाइलो खाना अति नै राम्रो। विदेशमा बसेर पनि आफ्नो देशको चाहिँ संस्कृति कलादेखि लिएर सङ्गीतदेखि लिएर हामीले चाहिँ अहिलेसम्म फलो गरिरहेका छौँ। र हाम्रो भावी सन्ततिलाई पनि हामीले त्यो चाहिँ अलिकति हामीबाट नि केही उनीहरूलाई चाहिँ सिकाउने र हामीबाट नि केही ट्रान्सफर चाहिँ उनीहरूसँग गराउने हाम्रो खास चाहिँ उद्देश्य त्यही हो। ल है त ल इन्जोय सोल्टी। थ्याङ्क यू सो मच सोल्टी राजा। ल इन्जोय गर्नु होला है। हस् हस्। हाम्रो गुरुङ समाजको चाहिँ अहिले अब वर्षको 2टा कार्यक्रम चाहिँ गर्छौँ। त्यसमध्ये एउटा लोसार भयो
अनि यो चाहिँ हाम्रो रिचेमाई जस्तै होइन रिचेमाईलाई चाहिँ हामीले चाहिँ अहिले पहिला सुरुको सालहरूमा चाहिँ हामीले बार्बेक्यूमा चाहिँ समर बार्बेक्यू भनेर चाहिँ मनाउँथ्यौँ भने अहिले चाहिँ हामीले क्याम्पिङ होइन क्याम्पिङ गर्ने भनेर चाहिँ क्याम्पिङमा चाहिँ रिचेमाई गराउने हाम्रो प्रोग्राम हो वार्षिक 2टा कार्यक्रममध्ये एउटा कार्यक्रम हो त्यसमा चाहिँ अब हामी अहिले 4 साल हुन्छ के लगातार आएको होइन 4 साल हुन्छ यसमा चाहिँ हामी अब पहिला सहभागी नै राम्रै थियो अहिले पनि सहभागी राम्रै छ र अब हामी समाजमा चाहिँ एउटा यो विशेष गरी यो के अरे क्याम्पिङ चाहिँ हाम्रो फ्यामिली लोसार चाहिँ हाम्रो सबै नेपाली समुदायहरूको लागि चाहिँ हो भने यो क्याम्पिङ चाहिँ हामी श्री गुरुङ परिवारको लागि मात्रै हो होइन त्यसैले चाहिँ हामीले यो सबै आफ्नो परिवारमा चाहिँ एउटा आफन्तजन बढाउने फ्यामिलियर उयो गराउने होइन सहभागिता गराउने एकअर्काको चिने परिचय अनि आफ्नो चाहिँ यो वर्ष दिनमा भरि काम गरेको होइन थकाइत मेटाउन लागि हामी टाढा भएको चाहिँ जान नसकेकोहरूलाई चाहिँ एकदम यो उयो गर्नको लागि चाहिँ हामीले आयोजना गरेका छौँ र त्यसमा चाहिँ अब हामीले सबैजना चाहिँ आउनु पऱ्यो होइन हामी चाहिँ अब जति पनि आएको छौँ हामी रमाइलो गरिरहेका छौँ र नआउनु हुने साथीहरू चाहिँ अर्को सालदेखि चाहिँ सबैजना सहभागी हौँ होइन यो कार्यक्रमलाई सफल बनाऊँ सबै रमाइलो हुन्छ वर्ष दिनभरि चाहिँ काम गरिरहेको हुन्छौँ होइन बोझ हुन्छ यहाँ आएपछि 3 दिन भन्यो भने एकदम फ्रेस माइन्ड भइन्छ नि त त्यस कारणले हामी सबै पारिवारिक कार्यक्रम हो त्यसैले सबैजना चाहिँ अर्को सालदेखि चाहिँ आउँ हामी सबै चाहिँ रमाइलो भइरहेछ बच्चाहरू कति रमाइलो भइरहेछ होइन एकदम रमाइलो मानिरहेछ यो बच्चाहरू खेलिरहेछन् एकदम रमाइलो भइरहेछ त्यस कारण सबैजना चाहिँ प्रसिद्ध हुनुभयो अर्को सालदेखि है कस्तो लागिरहेछ एकदमै रमाइलो यो चाहिँ अहिलेको चाहिँ यो हाम्रो क्याम्पिङ चाहिँ अब एकदम मौसम खुल्ला आकाशको मुनि है सम्पूर्ण हाम्रो दाजुभाइ दिदीबहिनीहरू सबै एक ठाउँमा आएर बालबच्चा पनि एक आपसमा चाहिँ बालबच्चाहरू पनि चिनजान पनि हुने अनि उनीहरू खेल्न पनि रमाइलो देखिरहेको छ र यसो बार्बेक्यू सबै कुराहरू गर्दाखेरि रमाइलो छ यो प्रत्येक वर्ष हाम्रो गुरुङहरूको चाहिँ गुरुङ समाजले चाहिँ आयोजना गर्ने एउटा एक किसिमको यो क्याम्पिङ चाहिँ रमाइलो र जहिले पनि रमाइलो हुन्छ त्यति हो कि अलिकति हामीलाई चाहिँ खर्केको कुरा चाहिँ हाम्रो चाहिँ सम्पूर्ण गुरुङ समाजको परिवारहरू सबै उपस्थित नहुँदाखेरि अलिकति सबै आफ्नो नामले गर्दा विशेषले गर्दा एकै ठाउँमा हुन सकिएको छैन तैपनि आउँदो दिनहरूमा सबैजना एकै ठाउँमा हुनुको लागि चाहिँ अब नेक्स्ट इयर पनि हामी यो कार्यक्रम अगाडि बढ्ने नै छ र सबैजना आएर रमाइलो र आफ्नो चाहिँ एक किसिमले यो झन् योभन्दा रमाइलो गर्नुको लागि सबैको चाहिँ आफ्नो सोच के छ होइन हामी अरू चिजहरू गर्न पनि सकिन्छ फुटबलहरूदेखि लिएर रसी तान्नेदेखि लिएर ठेला हान्ने विभिन्न कार्यक्रम गरेर सबैले सल्लाह सुझाव दिएर अर्को वर्ष चाहिँ अझ योभन्दा रमाइलो गर्नुको लागि सबैलाई चाहिँ आइदिनु हुन चाहिँ अनुरोध पनि गर्छु र अर्को कुरा चाहिँ अब जस अझ भयो भने युवाहरू अझ एक्टिभ भइदिएर सबै चाहिँ हाम्रो यो समाजको र यो गुरुङहरूको कल्चर एक आपसमा चाहिँ होइन आदान प्रदान गर्ने एउटा माध्यम पनि हो त्यसैले युवाहरू पनि सक्रिय भएर अर्को वर्ष चाहिँ सक्रिय वर्षमा चाहिँ अर्को वर्ष चाहिँ सबै आइदिनु हुन चाहिँ अनुरोध पनि गर्दछु ल धन्यवाद है थ्याङ्क यू सो मच ल अब फोटो सेसनको यहाँ कार्यक्रम भइरहेको रहेछ हामी त्यतिर लागौँ है त ल हुन्छ थ्याङ्क यू सो मच थ्याङ्क यू धेरै खुसी लागिरहेछ धेरै रमाइलो भइरहेछ यो हाम्रो गुरुङ समाज नेदरल्यान्डले हर साल चाहिँ नि के अरे यो क्याम्पिङ प्रोग्राम के अरे गरिरहेको हुनाले धेरै रमाइलो भइरहेको छ र हामीले चाहिँ नि जति आएको छ त्यतिले त रमाइलो गरिरहेको छ जति आउनु सक्नुभएको छैन साथीहरू हाम्रो गुरुङ फ्यामिलीहरू उहाँहरूलाई धेरै मिस गरिरहेको छ तपाईँहरू आउने सालमा तपाईँहरू आउनुहोस् तपाईँ हामी बसेर रमाइलो गरौँ यही नै हो हाम्रो समाजको एउटा विशेषता त्यही भएर तपाईँहरू पनि अर्को आउने सालमा जसरी नै छुट्टी मिलाएर के उस मिलाएर आउनु होला तपाईँहरूलाई धेरै नै हामीले मिस गरिरहेको छु त्यही भएर हजुरहरूको उपस्थिति नै हाम्रो एउटा सफलता र यो खुसियाली हो त्यही भएर तपाईँहरू चाहिँ जसरी नै आइदिनु होला यसमा चाहिँ आउने सालमा नछुटाउनु होला हामी चाहिँ यहाँ बार्बिक्यू बनाएर हामी लगभग हामीले खाइ पनि सकेका छौँ र बार्बिक्यू बनाउन सहयोग गरौँ भने मेरो प्यारो सोल्टी राजा कस्तो भइरहेछ हजुर एकदम
रमाइलो एकदम बबाल नेक्स्ट टाइम चाहिँ जम्मै आउनु पर्यो एकदम रमाइलो भन्छ तर हाम्रो बारबेक्यू रोक्ने खालको छैन हर साल गइरहन्छ नेक्स्ट साल चाहिँ सबै आउनु पर्यो थ्याङ्क यू सोल्टी राजा ल ल हेर्नुहोस् ल यस्तो रमाइलो यति मिठो बन्दैछ यहाँ अझै पोर्कको लाजहरू हाम्रो गुरुङ समाज नेदरल्यान्ड्सले आयोजना गरेको यो क्याम्पिङ प्रोग्राम एकदम रमाइलो एकदम फुल भोल्युममा इन्जोय गरिरहेको छौँ हामीले त्यो सँगसँगै हामीले स्पोर्ट्समा पनि एकदमै इन्जोय गरे आजको दिनलाई है जस्तै टेबल टेनिस भयो है मजाले खेलियो भलिबल त्यस्तै भित्र इन्डोर रहेछ बिच भलिबल मजाले खेलियो त्यस्तै गरी अब कति साथीहरूलाई होइन प्लेइङ कार्ड्स तास नेपाली स्टाइल होइन त्यो पनि रमाइलो मजाले गरे म्यारेज खेलेर रमाइलो भव्य होइन आफ्टर लङ टाइम होइन आफ्नो मन मिल्ने साथीभाइसँग होइन त्यो छुट्टै मजा आउने रहेछ कि छैन कि जित्ने हार्ने एउटा सानो डजन्ट म्याटर हुन्छ नि त्यो रमाइलोको लागि पनि एकदमै दामी भयो अनि त्यस्तै गरी हामी यता बिच होइन सानो एउटा पानी होइन बिच पनि गयौँ कतिले त्यहाँ पनि इन्जोय गरे यति कम्प्लिट प्याकेज त हामीले होइन एउटा यतिको प्राइसमा यतिको मन मिल्ने साथीभाइसँग इट्स नट इजी इन लस है टु बी अनेस्टली है इट्स निड echt makkelijk erg zeggen हामी कारकै गर्छौँ कति रमाइलो भयो हिजो राति होइन कति मजा आफ्नो एउटा भित्र लुकेको एउटा के हिडन ट्यालेन्ट के यस्तो ट्यालेन्टहरू देखाउन पाइयो क्या यहाँ होइन साथीभाइ मजाले सबै आफ्नो मान्छे छ नि त यहाँ होइन त्यो एउटा छुट्टै एउटा भाइब्स आउँदो रहेछ क्या एउटा नजानेको मान्छेले पनि कहिले पनि नगएको मान्छेले पनि एउटा प्लेटफर्म पायो भने एभ्रिथिङ क्यान ह्यापन के सकिँदो रहेछ नि त द्याट्स ट्रु के त्यो देख्यो नि आफैले पनि फिल गरेँ साथीभाइमा देखियो अति नै दामी भयो सर्वप्रथम त सबैजनालाई नमस्कार अब विशेष गरी हामी यो चौथो वर्षमा अहिले यो क्याम्पिङ प्रोग्राम मनाउँदैछौँ होइन गुरुङ समाज नेदरल्यान्डले हरेक वर्ष चाहिँ आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत यसलाई राखिएको छ र त्यसै अन्तर्गतको यो चौथो वर्ष हो विगत 3 वर्षको अनुभव पनि निकै नै अब लाभदायी पनि छ र हामी समाजका चाहिँ परिवारका सदस्यहरूको बिचको घनिष्ठता एउटा हुन्छ नि सुख दुःख सेयर गर्ने कुराहरूमा एकदमै मद्दत मिलेको छ यसले हामीलाई साह्रै निकट बनाएको छ यो कार्यक्रमले हामी बाहिर यसो भेटघाट गर्छौँ र छुटिहाल्छौँ त्यसको खासै अलिकति लामो लङ लास्टिङ चाहिँ असर नरहने रहेछ अनि सँगै चाहिँ अब लजिङ पनि गर्ने फुडिङ लजिङ सबै सँगै गर्दाखेरि आफ्नै एक खालको चाहिँ हुँदो रहेछ माहौल बन्दो रहेछ त्यही उद्देश्य राखेर पनि हामीले चाहिँ कार्यक्रमको आयोजना गर्दै आएका हौँ यस वर्ष पनि हामी यो कार्यक्रम अब यहाँ मनाउँदैछौँ होइन मेरो अनुभवमा चाहिँ अब मैले यो विगतमा यो भर्खरै जे कुराहरू गरेँ ती कुराहरूको चाहिँ प्रगति भइरहेको छ है ती कुराहरूमा व्यवस्थापन लगायत कुराहरूमा धेरै सुधार भइसकेको छ सुरुमा अलिकति गाह्रो पनि भयो हामीलाई तर अहिले आएर धेरै सजिलो भइरहेको छ सबै साथीहरूले कोअपरेट गरिरहनु भएको छ अनि अब म के भन्न चाहन्छु भने यो खालको माहौल अझ चाहिँ बृहत्तर रूपमा लैजानको लागि जो यो कार्यक्रममा सहभागी हुनुभएको छैन होइन विगत सालदेखि नै कतिपय साथीहरू चाहिँ निरन्तर रूपमा सहभागी हुनुभएको छैन भने केही साथीहरू चाहिँ बिचमा आएर फेरि अहिले हुनसक्छ आफ्नो काम विशेषले नै हुनसक्छ सहभागी हुनुभएको छैन उहाँलाई चाहिँ नेक्स्ट इयरमा यस्तो खालको चाहिँ रमाइलो गर्नको निम्ति अझ हौसला र प्रेरणा मिल्नेछ भन्ने चाहिँ मलाई लाग्छ र उहाँहरू यसरी नै हामीसँग फेरि जोडिएर आगामी कार्यक्रमहरूमा चाहिँ हाम्रो एकता होइन हाम्रो एक आपसको सद्भाव होइन साटासाट गर्नको लागि एउटा राम्रो प्लेटफर्म हो यो भन्ने रूपमा चाहिँ लैजान सकिन्छ र त्यस्तै उद्देश्य अनुरूप हामी अघि बढिरहेका पनि छौँ त्यो चाहिँ निश्चित रूपमा भविष्यमा यो परिपूर्ति हुन्छ भन्ने चाहिँ मलाई लाग्छ हस् धन्यवाद हस् थ्याङ्क यू भाउजू र यहाँ दिदी हुनुहुन्छ कस्तो लागिरहेछ तपाईँहरूलाई क्याम्पिङ भनिदिनुहोस् आफ्नो सेयरिङ गर्नुहोस् कुराहरू एकदम रमाइलो लागिरहेको छ आज दोस्रो दिन सधैँ वर्षहरूमा गरिरहेको छ यो वर्ष पनि एकदम रमाइलो लागिरहेको छ फेरि भोलि हामी पर्सि फर्किनेछौँ हामी हरेक समयमा छेडमा हामी इन्जोय लिइरहेको छ सबैले आफ्नो ठाउँमा विशेष गरी बच्चाहरूले
बच्चा प्लस आमाहरूले पनि बच्चा प्लस आमा बाबा सबैको लागि एकदम रमाइलो छ। यसमा आज चाहिँ हाम्रो दोस्रो दिन हिजो चाहिँ हामीले आएर चाहिँ यसो अब जस्तो वेलकम जस्तो अब खायौँ अब रमाइलो गऱ्यौँ नाचगान गऱ्यौँ। आज चाहिँ हाम्रो दोस्रो दिन अब बार्बिक्यू खाएर हामीले मनोरञ्जन लिइरहेका छौँ। यसमा चाहिँ हाम्रो नानी बाबुहरूले नि अब यहाँ विभिन्न खेलकुद खेलेर मनोरञ्जन लिएका छन् भने अब हामीले चाहिँ अब चाहिँ नाचगान गरेर यहाँ दिदी भाउजूहरूसँग नाचगान गरेर गीत गाएर कारागाउँ गाएर साह्रै रमाइलो गऱ्यौँ। अब चाहिँ जसले अब चाहिँ यो कार्यक्रममा सहभागी हुनु भएन अब आगामी वर्षदेखि तपाईँहरू सबैलाई चाहिँ यो हाम्रो यो गुरुङ समाजको यो वार्षिक कार्यक्रममा चाहिँ सहभागी हुन हामी सबैलाई अनुरोध गर्दछौँ। अब हामीले मात्र भएन तपाईँहरूको सबैको साथ सपोर्टले गर्दाखेरि यो कार्यक्रम अझै हाम्रो चाहिँ निरन्तर जाने हो। अब हामीले एक्लै गरेर हुने होइन, सबै समाजको सदस्यहरू आएर यसरी नै सबैजना मिलेर अगाडि बढ्यो भने चाहिँ हाम्रो समाज मात्र होइन यो हाम्रो समाजप्रतिको सबैजनाको सम्बन्ध पनि अब अगाड प्रगाड हुँदै जान्छ। त्यसैले सबैजनालाई आइदिनु होला। ल बिहानको समयमा हामी चाहिँ म र छोरी ब्रियाना हाउ यु फिलिङ बेबी सो वाक गरेको यो घाँसमा है ग्रिन हेर्नु कस्तो राम्रो है रुखहरू छ। अनि यस्तो यो ठाउँमा अनि कस्तो तपाईँको भन्दा नि क्याम्पिङ गर्ने 2, 3, 4, 5वटा बसेसहरू छ यसरी राखेको है। अनि यस्तो राम्रो ठाउँ छ कि आहा हेर्नु चराहरूको बिन्जु You see that, Brianna? कस्तो गर्छ छोरी गरेको अङ्कल कहाँ जानुभयो भन्दैछ के गर्यो के गरेर बहिनी गरेको थियो। ल जाउँ अब हामी पनि जाउँ है। ल ए अब यसरी खाली खुट्टा हिँड्ने आउनु ऊ अङ्कल पछि आउनु छोरी त उता त गाडी आउँछ गाडी। अहिले चाहिँ म यहाँ किचनतिर आएको छु। यहाँ मेरो बहिनीहरू भाउजूहरू दिदीहरू हुनुहुन्छ। कस्तो भइरहेछ यहाँ के ओहो के बनाउँदै हुनुहुन्छ यहाँ साग है रायोको साग। आजको के छ हाम्रो मेन्यु के छ भुटन छ ओहो कालो दाल साग यहाँ छ दिदीले बनाउँदै हुनुहुन्छ। अनि अरू के छ भुटन पनि छ ओ माई गड भुटन चाहिँ लुकाएको हो क्या हामीले सबैले पाएर सबै सकायो क्या हाम्रा दाइ ए हे ओ आम्मा ल हेर्नुहोस् है आहा चट्टा भुटन भयो एकदम मजाको मिलेको सानो किचन है। ल आज चाहिँ आमा समाजको तर्फबाट रायो साग यो भन्दा स्पेसल अरू के हुन्छ र नेपालको त यही पुरा भन्छ नि त नेपाल हैन सबै कुराहरू जे भन्छ त्यही पाइएको छ है। हो अब यहाँ हेर्नुहोस् भोलिको लागि हाम्रो यो मोमोको पनि सामान सबै रेडी भएको छ। भोलि काटसाट गरेर राखिसकेका छौँ। भोलि चाहिँ मोमो खाने कार्यक्रम होइन त। अनि यता हाम्रो रायस चट्ट लाएर दामी ल हुन्छ पकाउँदै गर्नु होला है ल तपाईँहरूलाई ल हस् ओके ल गुड। ल भाइ ठिक छ नि मोमो खोज्दैछ भाइले यहाँ मोमोको कार्यक्रम भइरहेको छ। यतापट्टि हाम्रो दिदी हुनुहुन्छ सुपर यहाँ मोमोको मेन हेडसेफ नै उहाँ हुनुहुन्छ। के छ के भन्न चाहनुहुन्छ यो मोमो बनाउने कार्यक्रम राखियो यो ठिक छ यसरी बना एकदम ठिक छ भाइ हो है ल ठिक छ। यो भयो भने सबैजनाले काम पायो क्या सबैजना बिजी छन्। अब यतापट्टि सबैजना यता सोल्टीले पनि खतरा बनाउँदै हुन्छ खै सोल्टी देखाउनुहोस् त वाह दामी बनाउनु हुँदो रहेछ यहाँ दिदीले सही बनाउनु हुन्छ दामी सबैजनाले काम पनि पाए टिमवर्क भयो रमाइलो। यता दिदीले नभएर अर्कोले गरिरहनु भएको छ। ल दामी मिठो मोमो खान पाउने भयो नि त।
भाइहरू यतापट्टि मजाले 2 किलो सकिसक्यो 2 किलो तपाईँ एक्लैले मात्रै गर्नुहुन्छ अब यहाँ रेडी हुँदैछ पानी पनि बोइल भइरहेछ यस्तो खालको किचन थियो राम्रो युनिक लाग्यो यो पाकिसकेको छ भाइ पाक्दैछ यहाँ पाक्दैछ सबै आज मोमोको दिनु आज ल सुपर ल अब चाहिँ सँगै बसेर यहाँ मोमो खाँदैछौँ हामीहरू ट्याक्क लाएर मोमो प्लस कस्तो छ मोमो टेस्टी हाम्रो यहाँ दिदी यहाँ हाम्रो जुनागढबाट दिदी नै हाम्रो यता दाइले यहाँ बनाउनु भएको यता दिदीहरू भाउजूहरू ओहो कस्तो रमाइलो क्या फिलिङ यसरी बसेर खाँदाखेरिको मजा नै छुट्टी छ नि त आज त लास्ट डे ओहो गर्मी एकदमै गर्मी थियो गेम पनि खेल्न पाएन बहिनी के गरेको छोरी तपाईँ छोरी के गरेको खेलेको के गरेको यता हेर न के गरेको भनेको खेलेको के खेलेको त नि यो वाट इज दिस के हो यो के हो यो बालुवा हो भन्नु न बालुवा यो के हो बालुवा बच्चाहरूलाई हेर्नु न अब सानो कुरो कि अब यो एक्सपेन्सिभ चिजहरू खासै भन्ने कुरो चाहिँदैन कि यो बालुवासँग त्यो माटोसँग अनि के भन्छ पानीसँग यतिकै रमाउँछन् क्या बच्चाहरू अब उनीहरूलाई त्यो भ्यालु पनि थाहा छैन एक्सपेन्सिभ हामीले अब गुडियाहरू किनेर दिए पनि उनीहरूलाई त्यो खासै त्यसको भ्यालु पनि हुँदैन होइन अहिले यसरी नै यो जमिनसँग माटोसँग बालुवासँग पानीसँग यिनीहरूलाई चाहिँ एउटा खेलाइदिन सक्यो भने भनौँ न एउटा प्रकृतिसँग एउटा यिनीहरूको सम्बन्ध हामीले प्रगाढ बनाइदिनु सक्यौँ भने पछि यिनीहरू आफैले नै बुझ्छन् कि है त्यस्तो लाग्छ मलाई चाहिँ ब्रेना बाई बाई ह्याभ फन बाई 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 बाई